दुःख पीडा कति कति सुख भन्नु छैन राति भुन्टी रसिला छन् परली ओठमा मुस्कान छैन ज्यानकै बाजी लाउँदा पनि कहिले राम्रो भएन संसारकै दुखी मान्छे सुख खोज्न कहाँ जाऊँ उहिलेसम्म बसाइ सर्थे कहाँ छ त्यस्तो ठाउँ सुखभन्दा दुःख धेरै देखाउँछन् गल्ती मेरै सुखभन्दा दुःख धेरै देखाउँछन् गल्ती मेरै आशा बोकेर एउटी मान्छे भुन्टी आफूलाई पराई भन्नेलाई नि आफ्नै मान्छे भन्ने मान्छे भुन्टी हेलो भूपेन्द्र हजुर बुवा कहाँ छस् बाबु त म बाटोमा छु बुवा ए गाडी चलाउँदै रहेछस् ल ल ल भइहाल्यो म तँसँग पछि कुरा गर्छु नि है के कुरा हो र बुवा भन्नुहोस् न होइन बाबु होइन गाडी चलाउँदै गर्दा फोनमा नबोल ठिक छ भन्नुहोस् न बुवा गाडी चलाइरहेको छुइनँ म बाटोमा हिँडिरहेको छु ए हेर्न बाबु भूमिकालाई माग्न मान्छे आइरहेछन् फेरि हामीले पहिल्यैदेखि चिने जानेका मान्छे रहेछन् अब केटो विदेशतिर रहेछ फेरि आमा चाहिँ अब त्यही केटालाई दिउँ भन्छ के गर्ने बाबु केटो साह्रै असल रहेछन् अब तँ के भन्छस् ठुलो दाजु भाउजूले के भन्ने हुन् सबैसँग सरसल्लाह गरेर कुरा चलाउँ भनेर नि बाबु तँ के भन्छस् के छ तेरो विचार अब मेरो विचार भन्दा पनि भूमिकासँगै कुरा गर्नु न भयो विषयमा अब त्यो भूमिकासँग त के कुरा गर्नु बाबु उतै सहरतिरै केटा छ क्यारे कस्तो खालको केटा हो चिना न त भनौँ भने चिनाउँदा पनि चिनाउँदिन अब तेरी आमाले त त्यो सहरको केटो चिन्दै नचिनेको मान्छे पछि त्यसले धोका दिन पनि सक्छ दुःख दिन सक्छ त्यस्ता केटालाई दिनुभन्दा त यहाँ माग्न आएको पनि हामीले चिने जानेको पनि केटो राम्रो रहेछ यही केटालाई दिनुपर्छ भनेर रात दिन मसँग गनगन गरेको गरे गर्थे त्यही भएर तिमीहरू दाजुभाइ सबै राजी खुसी हुन्छौ भने त त्यो भूमिकालाई त तिमीहरूले नै मनाउनु पर्छ बाबु अब हामीले मनाएर मान्ने खालको हामीले भनेको टेर्ने खालको भए पो यहाँ कुरो अर्कै छ बुवा तपाईँलाई सुनाउँ भने झन् तनाव होला तनाव हुन्छ भने नसुनाइकन बस्नु पनि भएन यस्तो कुरा कसरी लुकाउनु हेलो हेलो बाबु किन भन्नु दाइ यो विषयमा बुवालाई केही पनि नभन्नु बुवाले थाहा पाउनुभयो भने मलाई मार्नुहुन्छ अनि मार्नुहुन्छ भनेर यस्तो कुरा लुकाएर राख्ने अब एक न एक दिन जसरी थाहा भइहाल्छ कहिले भन् दाइ प्लिज यो विषयमा बुबा आमा अनि ठुलै भाउजूलाई पनि केही थाहा हुन नदिनु न तपाईँलाई अनि भाउजूलाई थाहा भइहाल्यो दोषीले पनि सजाय पाइहाल्यो अब प्लिज यदि मलाई माया गर्नुहुन्छ भनेदेखि यो कुरालाई यहीँ छापछुप पारिदिनुहोस् दाइ प्लिज
अबदेखि आइन्दा म यस्तो गल्ती गर्दा पनि गर्दिनँ। प्लिज दाइ एकचोटिलाई मैले भनेको मानिदिनुहोस्। अचम्म छ बा, किन फोन काटेको? ए बाबा, अनि फोन काटियो भनेर चुप लाएर बस्ने त? न आफै काटिएको पो हो कि? फेरि फोन गरेर सोध्नु न, उनीहरूलाई छिटो टुङ्गो दिनुपर्छ क्या। हजुर बुवा। बाबु, बोल्दा बोल्दै फोन काटिस् त, के हो? बुवा म अहिले बिजी भएँ, पछि कुरा गर्छु नि है। ए ल ल, घर पुगेर फोन गर है त। ल हस् दर्शन। अब उनीहरूले चाँडै टुङ्गो दिए हुन्थ्यो भने जस्तो कुरा गरिरहेको थिएँ। तिमीले त्यति जब कुरा पनि टुङ्गो लाउन सकेनौ। त्यो भूपेन्द्रले पनि म बहिनी मनाउँछु भन्न सक्दैन थियो? त्यति जब कुरा पनि टुङ्गो लाउन सकेन त्यसले। अब त्यो भूपेन्द्रलाई पनि बहिनी चाहिँको राम्रो घरबार होस् भन्ने त कहाँ छ र? त्यसकै बुढी चाहिँसँग सल्लाह गर्ने होला। भुन्टु यस्ता यस्ता कुरा आएको छ, के गरौँ भन्ने होला। अनि त्यो बुढी चाहिँले पर्दैन भन्यो नि। अनि त्यस्तो राम्रो घर, त्यस्तो राम्रो केटो फुत्किन्छ। अब त्यो भूमिकाको राम्रो घरबार नहुने भयो। अब त्यो सहरको कस्तो केटो हो, लफुङ्गो हो कि के हो कि, फसाउने भयो। हाम्रो छोरीलाई त्यसले फसाउने भयो। हात तेरिका, कति किचकिच गरे कि, कति गनगन गरे कि, जे हुन्छ राम्रैकै लागि हुन्छ। अब यति ठुलो निर्णय भूपेन्द्रले एकैछिनमा एक्लैले कसरी दिन सक्छ? दाइ भाइसँग सरसल्लाह गर्छ, भूमिकासँग सरसल्लाह गर्छ, अनि भनिहाल्छ नि। तेरी छोरी पनि त कहाँ गतिली थियो र? उसले पनि त मान्नु पर्यो। तैँले भने जस्तो सजिलो छैन यो विदेशको केटासँग बिहा गराउन। अब त्यो भुन्टीले भाँजो नहाले त सजिलै हुन्थ्यो नि। के भनेर उचाल्ने होली पैसाइलाई? त्यही सहरको केटो ठिक छ, यहीसँग बिहे गरिदिनुपर्छ भनेर भन्ने होली। अब त्यो भूपेन्द्रले पनि यही केटासँग बिहे गराइदिनुपर्छ बुबा आमा भन्छ होला। अब तिमीले पनि हुन्छ छोरा हुन्छ भनिहाल्छ होला त। फुत्किने भयो। त्यति राम्रो घर, त्यति राम्रो केटो फुत्किने भयो। मलाई अरू कुरा थाहा छैन। यति राम्रो घर, यति राम्रो केटो चाहिँ फुत्किन दिनु हुँदैन है बुढा, मैले भनिदिएको छु नि। ए बाबा, मैले मात्र भनेर हुन्छ? तेरी छोरीले त्यही विदेशको केटासँग बिहा गर्न मानी भने त उम्किँदैन नि। तैँले भने जस्तै हुन्छ। अब चुप लागेर बस। हस्। दाइ भाउजू के छ खबर? सन्चै हुनुहुन्छ? ए सन्चै छु बा। अनि तिम्रो कस्तो छ? कहिले आकी? भर्खरै आउँदैछु। अनि भुन्टी टोकालेको के छ नि खबर? ठिक छ बा, ठिक छ। अनि भुन्टीको त बच्चा खेर गयो भनेको सुन्यो। अनि त्यो टोकालेको नि बिहे गरेको त धेरै भयो। कतिवटा छन् नि बालबच्चा? कहाँ हुनु बा, छोराको त एउटा पनि भएको छैन बालबच्चा। लौ न, बिहे गरेको यत्रो वर्ष भयो, अझै बच्चा बच्ची भएका रहेनछन्। तपाईँहरूले यसो नाति नातिनाको मुख देखाइदिए भन्नु पर्दैन? अब आजकलका मान्छेलाई के भनिराख्नु पर्छ र बा? अब जाने बुझेका छन्, कहिले पाउँदा ठिक होला भने जस्तो लाग्छ। पाइहाल्छन् नि। यसो भनेर कहाँ हुन्छ? अहिलेका मान्छे बिहे नै ढिलो गर्छन्। बिहे गरेर नि बच्चा पाइहाल्दैनन्। अनि ढिलो गर्दा गर्दै अन्तिममा गएर बच्चै नहुने समस्या हुँदो रहेछ। त्यही भएर छोराबुहारीलाई यसो नाति नातिनाको मुख देखाइदिया हो भन्दै गर्नु। मैले त धेरैको समस्या देखाएको छु है। त्यो पनि हो, ठिक भन्यौ तिमीले। अब यसो सम्झनु पर्ला मैले। ल भाउजू, ल छोराबुहारीलाई यसो कुरा गर्दै गर्नु। तपाईँहरूलाई पनि नाति नातिना भएपछि यसो रमाइलो हुन्छ नि। ल म अहिले गएँ है। ल ल ल ल। एकचोटि छोरालाई कुरा गर न त। तिमीले भने मान्छ नि। अब छोरालाई भन्नु अप्ठ्यारो लागे, बुहारीसँग कुरा गर। यिनले चाहिँ ठिक भने हो नि। हामीले बेलैमा विचार गर्नुपर्छ है। ढिलो भइसक्यो। हुन्छ हुन्छ, म एकछिनमा फोन गरेर कुरा गर्छु नि त, हुन्न? हुन्छ। E-Seva presents Bhunti, powered by Berger Silk and Global IME Bank. Sabaika Lagi Bank.
के भन्यो डाक्टरले? के भएको रहेछ भूमिकालाई? के भन्नु दाइ, औषध दिएर पठाएको छ, ठिक हुन्छ, चिन्ता गर्नु पर्दैन अरे। अनि दाइ खानपिन भयो त? अब भयो। अनि भीम खोइ त दाइ? खै कहाँ गयो मलाई के थाहा, मैले खाना खाने बेला देखिनँ। ए भनेपछि त्यसले खाना पकाउन सहयोग गरेन भाउजूलाई? मान्छे घरमा भए पो हेल्प गर्नु भन्या, तनावमा हुनुहुन्छ जस्तो छ, कहाँ हिँड्नु भयो? तनावमा? के तनाव भएछ फेरि त्यसलाई? लभ अफेयरमा हुनुहुन्छ जस्तो छ, त्यसकै प्रेसर होला नि। के हो ल दाइ भाउजू, बहिनीको विषयमा चिन्ता गर्नु पर्दैन है। ल ल जा, म एकछिनमा आउँछु त्यसलाई भेट्न। अहिले खाँदिनँ भन्दा त चिउरा दिन्छु अनि थाहा हुन्छ। भोकै कहाँ सुत्न दिन्छु म तपाईँलाई? कुर्को उठिहाल्नु, उठ्नु है, म भात पस फेरि ल्याउँछु। ल भाँडो त खाली हो त। औ यता नि यत्तिका भाँडा जुटे हन्। बिहान त मैले भाँडा माझेर गएँ थिएँ, उहाँहरूले पकाएर खाएर हामीलाई राखिदिनु भएन छ। ठिकै हो, अब आफै भाँडा माझेर पकाउनु पर्यो छिटो, कोही बुढालाई नि भोक लाग्यो होला। भाउजू, भाँडा पनि सबै जुठै रहेछ, भात पनि छैन जस्तो छ। के खाएर सुत्नु र? के खाएर सुत्नु नि है, बाहिर सुत्नु पर्छ। अब म यो हतार गरेर कुकर माझेर एउटा दाल एउटा भात बसाइहाल्छु, अनि त्यसपछि बिथाएर यो अरू भाँडाहरू माझ्छु, खाएर मात्रै सुत्नु पर्छ है। ननिदाउनु, यसो ढल्किनु मात्रै ननिदाउनु ल। म छिटो गरेर पकाइहाल्छु। हेलो, होइन कहाँ छ त? खाना पकाउन भाउजूलाई सहयोग पनि गरिनछस्। भाउजू रिसाएर बसिरहनु भएको छ। होइन कहाँ गएको भन् त? खै कहाँ गएको भन्नु दाइ, मलाई त सबै कुरा सपना जस्तै लागिरहेको छ। झन् उनीसँग भेट्न पाउँछु, उनीसँग नजिक हुन पाउँछु, मनको कुरा राख्न पाउँछु भनेर कति ठुल्ठुला सपनाहरू देखेको थिएँ। तर जति गरे पनि उनको फोन उठ्दैन। कतै अस्ति भेट भएको बाटोतिर उनलाई देखिन्छ कि भनेर यतैतिर आइरहेको छु, कतै देखिन्न। म त पागलै भइसकेँ दाइ। हे भगवान्, कस्तो के हो त? अब फोनै उठेको छैन, कुरै भएको छैन, त्यस्तो मान्छेलाई पनि भेटिला कि भन्ने आशले यति राति त त्यसरी बाहिर बाटोमा गएर बसेर हुन्छ त? केही समस्या पर फोन नउठेको त हुन सक्छ। फोन ट्राई गर्दै गर्नु, पछि उठिहाल्ला नि। फोन उठेपछि भेटेर सबै आफ्नो कुरा राख्नु अनि सल्लाह गर्नु। अहिले त्यसरी राति बाहिर नबस्दा ल घर आयो। दाइ, घर आए पनि
न मलाई निन्द्रा लाग्छ न भोक लाग्छ। बरु म त यतै बस्छु। प्लिज भाइ, खुर्को मैले भने मान त। बरु पछि भेटेर म पनि कुरा गर्दिनँ। तैँले त्यसै त्यहाँ बाहिर नबस्, आइहाल घर। यहाँ पहिलेको अवस्था त्यस्तो छ। दाइ भाउजू पनि आउनुभएको छ। यहाँ म आफ्नो व्यस्तताले गर्दाखेरि दाइ भाउजूलाई समय पनि दिन पाएको छुइनँ। अनि तँ भने चाहिँ त्यसरी बाहिर बाहिर गएर हुन्छ त? खुर्को घर आया। हस् दाइ हस्, घर आएपछि हजुरको नम्बरबाट फोन गरेर भए पनि मलाई कुरा गराइदिनुहोस्। कतै हजुरको नम्बरबाट फोन गर्दा उठाइहाल्छिन् कि? ल ल ल ल पहिला तँ आइहाल त, अनि तँ आइसकेपछि जे गर्नुपर्छ गरौँ। ल खुर्को आइहाल। हस् दाइ हस्। बुढा लाउनु रुनु पो भयो त। लाउनु क्या न रुनु भयो का? के भयो? मैले आफ्नो मनलाई सम्हाल्न सकिरहेको छु। के सोचेको थिएँ मैले, के भइरहेको छ? एउटी बहिनी हो, उसलाई राम्रोसँग पढाउनु पर्छ, उसलाई ठुलो मान्छे बनाउनु पर्छ भनेर मैले आफूलाई कति चाहनाहरू मारेर त्यसको लागि खर्च जुटाइदिएको थिएँ मैले। बुवाले त तेरी बहिनीको पढाइ राम्रो छैन, भयो यसलाई नपढाऊ भन्नुहुन्थ्यो। तर मैले होइन बुवा, एउटी बहिनी हो, यसलाई पढाउनु पर्छ, यसलाई सक्षम बनाउनु पर्छ, नत्र त्यसले भोलि पढाइ गर्न गएर दुःख पाउँछ भनेर त्यसको बारेमा कति सोच्थे। तर आज त्यसले हामी सबैको इज्जत मारिदियो, हामी सबैको इज्जत गएको र उसलाई पीडा नभएको भए पनि त हुन्थ्यो नि। हाम्रो इज्जत सँगसँगै उसलाई पनि शारीरिक पीडा र मानसिक पीडा भएको छ। अब मेरो बहिनीको भविष्य के हुन्छ होला भन्छु। फेरि यो कुरा कसैलाई नभनिदिनु है दाइ भन्छे। यस्तो कुरा म कसरी लुकाऊ? भोलि परिवारमा थाहा भयो भने उल्टै मलाई नराम्रो ठान्छ, उल्टै मलाई गाली गर्छ। उठ, कि यो कुरा ठुल्दालाई चाहिँ सुटुक्कै भनौँ कि क्या? मैले तपाईँलाई भन्दाखेरि त नन्न बहिनीले उल्टो मलाई दोष लाउनु भयो त। फेरि तपाईँले भन्दा होइन भनेर उल्टो तपाईँलाई नै उल्टो बनाइदिन नि सक्नुहुन्छ। बिचरा नन्न बहिनीको दिमागले काम पनि गरे होइन। यस्तो कुरा भन्न ठुलो हिम्मत चाहिन्छ पोइ बुढा। अब जे नहुनु भइसक्यो, यो कुरा भन्दा बहिनीलाई पनि नराम्रो लाउँछ, क्यारे मुख देखाउँदै हुन्छ होला। त्यही भएर नभनिदिउँ, कसैलाई नभनिदिउँ। तर भन्छु चौकीमा केस हालिसक्यो, अब केस हालेपछि बेला बेलामा जानै पर्छ। अब त्यसरी चौकीमा जाने आउने गर्दा परिवारमा थाहा भयो भने के गर्ने होला? फेरि उता भूमिकालाई माग्न राम्रो घरबाट कुरा पनि आएको छ। अब यस्तो अवस्थामा बिहे गरेर पठाउन पनि गाह्रो। अब यी सब घटनाहरूको विषयमा ठुलैसँग बसेर सल्लाह गर्ने आँट पनि आइरहेको छैन। म के गर्ने होला भन्छु, तिमी नै भन। म के भनौँ है, मलाई नि त्यस्तो आइडिया नै आउँदैन। अब
अहिलेलाई बुढीलाई जे गर्दाखेरि राम्रो हुन्छ हामीले त्यही गर्ने हो। अब बिहे भन्ने कुरो पछि बुढी आफै खुसी भएर गर्छु भन्नुभयो भने गराइदिनु पर्यो। अब अहिले जबरजस्ती यहाँ बिहे गराइदियो भनेदेखि राम्रोसँग घरहरी हाल्न सक्नुहुन्न भने पनि तपाईँहरूकै बिजेत हुन्छ, बुनीलाई पनि दुःख हुन्छ। त्यही भएर अहिले बिहेसिएको कुरो भन्दा नि बुनीलाई चाहिँ राम्रोसँग सम्झाइ बुझाइ गरेर अब कसरी असल बाटो हिँडाउने त्यही सोध्नु कोही बुढा। अब के हाल्नु, जे नहुनु भइसक्यो, सकिसक्यो, टेन्सन गर्ने काम नगर्नु। तपाईँ भोक लागिसक्यो होला तपाईँलाई, पाक्दैछ है, एकछिन पर्खिनु ल। पाक्दैछ अरे? अनि दाइ भाउजूले त खाना खाइसके भन्ने हुन्थ्यो त, हामीलाई राखिदिनु भएको रहेनछ? सेल आउँछ भन्ने सोचेर नराखिदिनु भएको होला। केही छैन, अब एकैछिन पाकिहाल्छ नि। ल ल ठिकै छ। अनि सुन न, यी भाइ बहिनीहरूले पनि मलाई कति तनाव दिएका। यता भूमिकाको हालत यस्तो छ, उता भीम तिम्रो त्यो डन दिदीको मायामा पागल भएर हिँडिरहेको छ। तिम्रो त्यो डन दिदीले भीमको फोन नै उठाएन अरे। त्यही भएर अस्ति भेटेकै ठाउँमा गएर भीम घुमिरहेको रहेछ। हेर न, त्यो भीम साह्रै भौतारियो। बरु यसो गर न, तिम्रो मोबाइलबाट भए पनि एकचोटि डन दिदीलाई फोन गरेर भीमसँग कुरा गराइदेऊ न। के अरे कुरा राम्रो है मैले, अब उहाँले फेरि अब त के कुरा गर्नु होला र। देवर भाइले फोन गर्दा फोनै नउठाउनु भएको भनेपछि पक्कै उहाँ केही न केही तनाव आउनुपर्छ। उहाँ फेरि केही काममा लागेपछि फोन सोन वास्ता नरिएको र काममा लाग्ने खालको मान्छे हुनुहुन्छ। फेरि अब आफ्नो काम बनिसकेपछि पनि मेरा देवर भाइसँग बोलिदिनु भनेर मैले भन्दाखेरि यसले मलाई यसरी काम बनिसक्दा नि दुःख दि भनेर मसँग डन दिदी रिसाउनु पाउँछ कि। मिलाएर कुरा गर न, मेरी देवरानी बन्नु पर्यो भनेर जिस्काइदेऊ न। आमै नि डन दिदीलाई मैले जिस्काउने यो हुनै सक्दैन। मलाई अहिले थर काम छुटिसक्यो, मलाई त डर लाग्छ। डराउनु पर्दैन कि, उनले पनि त एक न एक दिन कसै न कसैसँग पक्कै पनि बिहे गर्लिन्। अब बिहे नगरिकन त भएन होली। अब हाम्रो भीममा पनि के कमी छ र, ल भन त। अब झन् अहिले सुध्रेपछि त सुनमा सुगन्धै भएको छ। बरु कसरी हुन्छ उसँग मिलाएर कुरा गर न ल। कसरी कुरा गर्नु, भर्खर भर्ना गरेको छ उसको श्रीमतीलाई स्कुलमा। अब हामीले गाउँ पठा भनेर पठाउँछ त, कुरा गर्नुको कुनै अर्थ छैन। म केही पनि गर्न सक्दिनँ। यस्तो कमन सेन्स नभएको कुरा गर्छौ के तिमी? यहाँ आएपछि त मेरो कुरा एकचोटि पनि सुने होइन तिमीले। मेरो सपोर्टै गर्न छोडिसक्यो क्या तिमीले त। झन् उहाँ सासू मम पनि बिरामी होइसिन्छ अरे, बेबीहरू पनि जान्छन् सँगै। गएर खाना कसले पकाउँछ? म गाउँमा गएर म के गर्न सक्दिनँ है। भुन्टी गए त अलिक सजिलो हुन्थ्यो नि त, उनीहरूको रेखदेख गर्न, हेरचाह गर्न, खाना पकाउन। लैजाऊ न उसलाई। हामीलाई सजिलो हुन्छ भन्दैमा भर्खर स्कुल भर्ना गरे मान्छेलाई स्कुल छुटाएर लिएर जानु त भएन नि। रहेको र तिमीलाई काम सघाउने मान्छे होइन, गाउँमा पाइहालिन्छ नि। अलिअलि पैसा दिएर तिमीलाई काम सघाउने मान्छे राखौँला, हुँदैन? एकचोटि कुरा त गरिहेर। आफू सँगसँगै लिएर गएको मान्छे जस्तो सजिलो हुँदैन के। अहिले तिमीले न्युजहरूमा सुनेको छैनौ, सबै मान्छेहरू आउट अफ कन्ट्री गएर गाउँै खाली भइसकेको छ। हामीले भने जस्तो सजिलो सबै हाउस होल्ड काम गर्ने मान्छेहरू पाउन गाह्रो छ के। त्यसो भए भूपेन्द्रसँग तिमी नै कुरा गर नि त, न तिमीले भनेपछि मानिहाल्छ कि। माने हो। अस्ति मैले त्यहाँ भूमिका नानीलाई हस्पिटल लाने बेलामा भुन्टीलाई लिएर नजानु न, किचनमा सघाउने कोही छैन भनेर भनेको। मेरो कुरा सुनेकै होइन। कहिले रेस्पेक्ट भन्ने कुरै हराइसकेको छ भूपेन्द्र बाबुसँग। आजभोलि भूपेन्द्र बाबु अर्कै भइसक्नु भएको छ। एकचोटि भनेर त हेर, माने भने ठिकै छ, माने भने त मानिगयो नि। ल ल E-Seva presents Bhunti, powered by Berger Silk and Global IME Bank. सबैका लागि बैंक। बुढा डन दिदीले त फोनै उठाउनु भएन है। गर न गर, अझै एक दुईचोटि ट्राई गर त, उठाउनुहुन्छ कि?
अर्कालाई यसरी फोन गरेको गरे गर्दाखेरि के सोध्लान्? डन दिदी मसँग रिसाउनुहुन्छ कि मलाई त कस्तो डर लाउँछ। कस्तो कुरा गरेको तिमीले? अनि रिसाएर पाइयो त अर्का भाइलाई त्यसरी फिदा बनाएपछि? हेर नि त्यहाँ कुरा गर्नुभएको। अर्का भाइलाई फिदा नबनाउनु भएको भएदेखि यहाँ दाजुभाइको सम्बन्धी बिदा हुन्थ्यो। झन् डन्डीले फिदा बनाइदिएर अलिकति भए पनि मेलमिलाप भयो, कुरो मिले खुसी हुनु न रहेछ। त्यही भएर त फोन गर भनेको नि। फोन गरेर कुरा गर त, बुहारी बनाउनु पर्छ के मलाई? अब बुढा डन दिदीको म्यासित आयो त है। यस्तो भनेर म्यासित आयो। ए यस्तो म्यासेज आए पनि के हुन्न के? तिमीले एकचोटि फोन गरेर मेरो देवरले चाहिँ तपाईँलाई माया गर्नुहुन्छ, बिगार्न चाहनु भएको छ, बिगार्न पाइन भने पागल भएर मर्छु भनेर भन्नुभएको छ भनेर फोन गरेर भनिदेऊ न। कसरी भन्न यस्तो कुरो? उहाँले यस्तो म्यासी धर्दा मैले यस्तो भन्दाखेरि उहाँले मलाई मारिहाल्नुहुन्छ नि। मलाई त डर लाग्छ। मार्नुहुन्न कि भुन्टो? मेरो भाइको खुसीको लागि त्यति कोसिस गरिदेऊ न प्लिज। अब उहाँ जस्तो मान्छेले कस्तो मान्छेलाई मन पराउनु भयो, लभ पार्नु भयो कि कतै। अब मैले अहिले यस्तो कुरो गर्दाखेरि के भन्नुहुन्छ होला उहाँले? केही भन्नुहुन्न के? गर न एकचोटि प्लिज। मेरो भाइमा चाहिँ के कमी छ ल भन त? कमी त छैन, तर फेरि उहाँको अन्तै अनि केट रहेछ भनेदेखि अनि कुरो त बिग्रेला त। पहिला बुझ न, बुझ, फोन गरेर त बुझ। उहाँले पनि मन पराउनुहुन्छ के मेरो भाइलाई? दाइ भाउजू के हुँदैछ? लु तपाईँको बाटो फोन लगाउनुहोस् त दाइ, उठिहाल्छ कि। नम्बर 1 गर त। तपाईँको बाटो गर्नु न। फेरि भन त। फोनै उठ्दैन बिम। यस्तै हुन्छ क्या, यस्तै हुन्छ। त्यही भएर म पागल हुन लागिसकेँ। मलाई यसरी तर्पाउनु रहेछ त। त्यस्तो झलक किन देखायो भगवान, किन देखायो? त्यही झलकले गर्दाखेरि आज म पागल भइसकेँ, मर्न आँटिसकेँ। नो फोन उठाउँछ। एकचोटि फोन उठाएर पहिले मात्रै पनि त हुन्थ्यो नि। अब म कहाँ जाउँ, के गरौँ? कस्तो मान्छेसँग भेट गराइदियो नि भगवान। कति ठुल्ठुलो स्वरले छाती पिटी पिटी कराएको भने किन पागलपन देखाउँछस्? किन पागल भएको त भन् त? अहिले तल दाइ भाउजूले सुन्नुभयो भने अनि यहाँ आउनुभयो भने तैँले के भनेर जवाब दिन्छस्? म मायामा पागल भइसकेँ दाइ, पागल भइसकेँ। जसरी हुन्छ त्यो केटीलाई भेटाएर मलाई मिलाइदिनु भन्छु। अब तपाईँ पनि त लभ गरेर बिहे गर्नु भएको मान्छे हो क्या। आफूले भनेको, आफूले माया गरेको मान्छे नपाउँदाखेरि कति मन पोल्छ, कति मुटु दुख्छ भन्ने कुरा त तपाईँलाई पनि राम्रैसँग थाहा छ नि। बरु म अहिले गएर कुरा गर्छु। ओइ ओइ बस बस्ते। किन बोलाएको त? दाइ बाउजू खाना सुतिसक्नु भयो, किन डिस्टर्ब गर्न जान्छस्? उहाँ बहिनीको हालत त्यस्तो छ, केही मतलब छैन। उसलाई आफ्नो मात्र चिन्ता छ। ल कुकुरको हात बोक्दो, खाना खानुपर्छ। हामी तलान कुरेर बसेको, खाना खाइकन। किन कुर्नु भएको त? खान्न म खाना साना। मलाई भोक, निन्द्रा, प्यास केही पनि छैन। तपाईँहरूले खानुहोस्, म केही पनि खाइदिनँ। म त यही चिसो भएमै लडिदिन्छु, सोधिदिन्छु यही। लहेर त्यहाँ लम्पछार परेको चिसोमा उठ भनेको यत्रो भुस्तिग्रे भएर बच्चा जस्तो अहिले म किन बोलाएको हो त? किन बोलाएको यसरी?
होइन कसैले नगरेको माया यसले गरेको रहेछ। अनि यसको जस्तो उमेर त हाम्रो पनि आएको थियो, हामीले पनि गराएको थियो कसै कसैले माया त। कसै कसै भने को है? कसै कसै भनेको तिमी नै हो के? हो तिमी हो। भाइका उमेर तपाईँले मलाई भेटिसक्नु भएको छ र? अब भाइको उमेर त थियो नि मेरो। तिमीलाई के थाहा भन त मेरो उमेर? लो लो भो छोडिदिनु। देवर भाइ उठ्नु न उठ्नु। अब उठ छिटो उठ उठ। अहिले फेरि चिसोले भोलि बिहान छेरपट लाग्ला। अनि छेरपटी लाग्यो भने भोलि दिनभरि टोयलेट धाउँछस् कि भोलि फोन लाग्यो भने चाहिँ उसँग गफ लाउँछस्। उठ। ए हो त है दाइ। ठिक भन्नुभयो दाइ, तपाईँले एकदमै ठिक भन्नुभयो। फोन लागिहाल्यो भने त गफ लगाउनु पर्छ नि। कहाँ म टोयलेट धाएर बस्छु त। तर दाइ फोन लागेर के गर्नु? फोन उठ्दै उठ्दैन। अब के गर्ने होला त दाइ? मैले त्यति राम्रो केटी पाउँदिनँ होला। अब तैँले कहाँ पाउँछस् त? पाउन त उसको आमाले पाइदिइहाल्यो नि। ऊ पाएर त्यत्रै बनाइदिइसकिरहेछन्। अब तेरो भाग्यमा रहेछ भने तैँले उसको साथ चाहिँ पाउलास्। तर यस्तो पागलपन देखाएर चाहिँ हुँदैन। त्यसको लागि त खानुपर्छ, आफू हेल्दी हुनुपर्छ, अनि बल्ल कुरा मिल्छ। बुझिस्? बुझेँ दाइ बुझेँ। ल म खाना खान्छु। भाउजू भात पस्किनु, म हात मुख धोएर आउँछु। हस् हिँड्नु बाहानु। अहिले कोही माया लागेको थियो यो मेरा भन्या सुन्दा त भोक भोकै राखिदिउँ जस्तो लाग्यो। तर यस्तो च्यान्सिना भए मान्छेलाई के बोकेर हिँड्नु न। जान्न हिँड पस्किन तिमीले हो नि त। पूर्णिमा हजुर के गर्दैछौ? के गर्नु नि, अब सुत्ने तयारी गर्दैछु। तिमीसँग एउटा सल्लाह गर्नुपर्ने थियो। कस्तो सल्लाह? अब कस्तो सल्लाह भन्नु, बुबा आमाले नाति नातिनाको इच्छा गर्दै हुनुहुन्थ्यो। अब कहिल्यै यस्तो कुरा नगर्ने मान्छे आज फोन गरेर नाति नातिनाको कुरा गर्दै हुनुहुन्थ्यो। अब कहिल्यै त्यसरी मसँग केही पनि नमाग्ने बुबा आमाले यसरी कुरा राख्नुभयो। के गर्ने होला है? के गर्नु नि, बच्चा पाउनु त्यति सजिलो छ र? बच्चा जन्माएर मात्र के गर्ने? छोराको कमाइ के छ कस्तो छ भन्ने कुरालाई विचारै नगरिकन कसरी उहाँहरूले बच्चाको विषयमा सोच्न सक्नुभयो? अब तपाईँ यहाँ मेरो बाबाको घरमा बस्न मान्नुहुन्न। अब यहाँ नबसिसकेपछि बाहिर कोठा लिएर बस्नु पर्यो। कोठा लिएर बसिसकेपछि कोठाको भाडा तिर्न, खान, बच्चा भइसकेपछि बच्चालाई खुवाउन, हुर्काउन, बढाउन, यी सबै कुराहरू हामीले कसरी कमाएर व्यवहार धान्ने ल तपाईँ नै भन्नुहोस् त। यो सम्भवै छैन। अहिले बुवा आमाले यो विषयमा सोच्नै पर्दैन। 5-7 वर्षपछि हामी प्लान गर्छौँ भनेर उहाँहरूलाई भनिदिनुहोस्, ढुक्कै हुन्छ। 5-7 वर्ष? कस्तो कुरा गरेकी पूर्णिमा तिमीले? तिमी कति वर्षको भयो? अनि 5-7 वर्षसम्म बच्चा नजन्माइसके पछाडि तिमी कति वर्षको पुग्छौ? पछि तिमीलाई नै गाह्रो हुन्छ पूर्णिमा। गाह्रो त अहिले बच्चा जन्माए पनि हुन्छ नि। बच्चा जन्माएर सजिलोसँग राख्ने ठाउँ त छैन हामीसँग। त्यसै बच्चा जन्माउनको लागि रहर मात्र गरेर हुन्छ त? मैले भन्दा पनि बुबा आमाले रहर गर्नुभएको क्या पूर्णिमा। बुबा आमाको इच्छा पुरा गरिदिनु कि भन्नु पो खोज्या त? बुवा आमाले हुर्काइदिनु पर्ने होइन क्यारे? हुर्काउने, पढाउने, बढाउने, दुःख गर्ने हामीले नै हो। उहाँहरूलाई भन्न पो सजिलो छ त? अचम्म लाग्छ। हैसियत हेरेर पो कुरा गर्नुपर्छ त। पूर्णिमा तिमी किन यसरी रिसाकी? मैले केही नराम्रो कुरा गरेको जस्तो त लाग्दैन मलाई। तिमी किन यसरी रिसाकी पूर्णिमा? रिसाएको छैन क्या, म रिसाएको छैन। तर अबदेखि हजुरले पनि बच्चाको विषयमा यस्तो कुरै ननिकाल्नुहोस्। जबसम्म हामी दुईजनाको कमाइले यो सहरमा एउटा घर बनाउँदैनौँ तबसम्म हामी बच्चाको विषयमा सोच्दा पनि सोच्दैनौँ। पूर्णिमा म जस्तोसँग बिहे गरेर यस्तो महँगो सहरमा घर बनाउने विषयमा तिमीले कसरी सोच्न सक्छौ? मेरो कमाइले यो महँगो सहरमा घर बनाउन त यो जुनीमा सम्भव हुँदैन पूर्णिमा। त्यसो भए यो जुनीमा बच्चा पनि सम्भव हुँदैन। अचम्म छ बा, के भएको होला पूर्णिमालाई?
बच्चाको कुरा गर्ने बित्तिकै एक्कासी यसरी रिसाइन्। मैले बच्चाको बारेमा कुरा गरेर गल्ती गरेँ कि क्या हो? E-Seva presents Bhunti, powered by Berger Silk and Global IME Bank. सबैका लागि बैंक। हुन्टु हजुर किन आज थोरै खाना खाएकी तिमीले? भरे स्कुलमा फेरि भोक लाग्न सक्छ। भोकै लागेन, त्यही भएर यति छिटो के रुचोस्? कि दाइ भाउसँग अप्ठ्यारो लागेर त होइन नि? होइन होइन, के अप्ठ्यारो लाउनु है? आफ्नै घरका मान्छेसँग अप्ठ्यारो मानेर साध्य चल्छ त? तर मलाई एउटा कुरा चाहिँ भन्न मन लाग्थ्यो तपाईँसँग। के कुरा भन्टु भन न। मलाई बाआमाको धेरै याद आइछ। बाआमासँग बोल्न नपाएको पनि धेरै भयो। फुनादानी फुलाउन, त्यही भएर बरु यसो कहिलेतिर हुन्छ मिलाएर मलाई माइत पुर्याइदिनु न। अस्ति त तिमीले माइतीको कुरा गर्दैन थियौ त, अहिले एक्कासी माइतीको कुरा गर्न थाल्यो। किन? मेरो दाइ भाउजू आउनुभएपछि तिमीलाई अप्ठ्यारो नरमाइलो लाग्यो हो? होइन, त्यस्तो नसोच्नु न है। मलाई बाआमाको त जहिले पनि याद आएकै हुन्छ। अब याद जति आउँछ त्यति कुरोहरू हो नि त। तपाईँको कुरो सुन्ने फुर्सद पनि त हुँदैन। त्यत्रो कुराहरू कहाँ भन्नु, त्यही भएर म भन्दिनँ। तर मुनमुना कति सम्झिन्छु मेरा बाआमालाई। अहिले चाहिँ अब अलि धेरै नै भइसक्यो, कहाँ देखाउँ जस्तो भयो क्या। त्यही भएर अब त दाइ भाउजू पनि आउनु भयो। अब भाइसँग नि राम्रै सम्बन्ध छ। भाइले अफिसतिर यसो हेरिदिनु भयो भनेदेखि मलाई यसो तपाईँले पुर्याउनु हुन्थ्यो कि भनेर। ल ठिक छ, त्यसो भएदेखि अब तिम्रो स्कुलमा पढाइ बिगार्नु पनि भएन। तिम्रो स्कुलको छुट्टीको मौका पारेर अनि मेरो अफिसमा पनि समय मिलाएर म तिमीलाई लगिदिन्छु नि है। हेलो हेलो सर, तपाईँको प्लान्टमा त चोरी भइरहेछ। कहाँ हुनुहुन्छ तपाईँ? छिटो आइहेर्नुहोस्। हजुर, को बोल्नुभएको तपाईँ? म तपाईँको बाग नजिकै भाडामा बस्ने मान्छे हो क्या सर। यहाँ बर्बाद पारिसक्यो, छिटो आइहेर्नुहोस्। ल ल ल ल म आइहालेँ। धन्यवाद। बुन्टु हेर न, म अफिस जानुपर्ने भयो। तिमी आफै स्कुल जाऊ न है। अफिसमा केही अप्ठ्यारो पर्यो कि क्या हो? होइन, त्यस्तो अप्ठ्यारो केही परेको छैन, सानो काम पर्यो। तिमी जाऊ न ल स्कुल। क्यार्न यति धेरै हात्तिनु भयो होला? कस्तो हात्तेर जानुभयो? मलाई नै छोडेर यसरी हात्तेर हिँड्ने मान्छे त हुनुहुन्थेन। न केही समस्या पो पर्या हो कि? मलाई राम्रोसँग भन्दा नि भन्नु भएन। के चाहिँ भयो होला त? पर्यो केही समस्या नपरोस्, पर्या भयो त भनिहाल्नुहुन्थ्यो होला नि। म पनि स्कुल जान तयार भइहाल्नु पर्यो, ड्रेस लाउँछु।
ल कहीँ केही भएको छैन त मलाई कसले चाहिँ फ्रड गरेर कल गर्यो त्यसलाई एकचोटि म पनि कल गर्छु हेलो हजुर होइन तपाईँले अघि मलाई मेरो मार्फत चोरी भयो भनेर फोन गर्नुभएको थियो यहाँ त त्यस्तो केही पनि भएको छैन त सबै ठिकठाक छ त किन त्यसरी फोन गरेर मलाई हटाउनु भएको तपाईँले मैले अत्याउनु भएको अनि हजुरले मेरो कुरा पत्याउनु भएको बुढी चाहिँ चोरी भइसक्यो के बुढी चोरी भयो अरे eSeva presents Bhunti, powered by Berger Silk and Global IME Bank. सबैका लागि बैंक. Title sponsor. Powered by Berger Silk. Experience luxury silk finish. Global IME Bank. सबैका लागि बैंक. In association with Citizen Life Insurance, समृद्धि तपाईको साथ हाम्रो. मात्र अल आउट छ इन्डियन मेडिकल एसोसिएसन द्वारा प्रमाणित जसले डेंगू मलेरिया र चिकनगुनिया फैलाउने सबै लामखुट्टेलाई मार्दछ. को स्पोन्सर डाबर वाटिका स्याम्पूमा छ 10 नेचुरल इन्ग्रेडिएन्ट्स. डाबर वाटिका स्याम्पू, ब्युटिफुल नेचुरली. ब्रोडकास्ट पार्टनर कान्तिपुर TV HD, created by Asa Films Production and AD Release Initiative.